गाइस वेलकम टु माई न्यू भिडियो। हामी चाहिँ आज माथितिर डुल्नुलाई हिँडेको है। हामी चाहिँ 3-4 भाइ टावर जानु पर्यो, यहाँ माथिको टावर जानु भनेर चाहिँ हिँडेको। हाम्रो साथीहरू चाहिँ यता अगाडि हिँडिसक्नुभयो, म चाहिँ यता छु। घाम पनि लागेको छ लास्टै तातो तातो। साथीहरू पर चाहिँ यता प्रवेश चाहिँ हाँस्दैछ। सो फाइनली म चाहिँ यता छु, हाम्रो अनमले र म चाहिँ यहाँ। अनमले के छ केटा? एकदम आई लभ यु। ए ल ठिक छ। त्यो त पुरिएन नि त मजाले फुट्दैन त। हिजो कहाँ निस्केको पानी यहाँ माथि आइपुगिसक्यो। उहाँ तल चाहिँ स्कुल छ तल्ला। फाइनली हामी आउँदा चाहिँ यहाँ ऐसे लुटाउने थियो, अहिले चाहिँ छैन। हामी चाहिँ जाँदैछु आज मासतिर घुमा पोखरीतिर डुल्नु। गर्मी चाहिँ लास्टै छ, तातो तातो घाम पनि लागेको छ। सो फाइनली यत्रो ठुलो पाइप छ कि त्यो तल बिल्डिङमा को रातो भवन के रातोदेखि माथि रातोमा पनि धुरीतिर डुलिरहेको छ नि। यता त्यो झ्यालखुलामा नि त माथलामा पनि पोखरी आइसकेको छु। यहाँ चाहिँ रातो माछा पनि रहेछ है। यहाँ चाहिँ उयो हेर्नु त कस्तो दामी रातो माछाहरू छ। रातो माछा गाइछ, रातो माछा, रातो माछा है गाइछ, रातो माछा भनेको त भागिहाल्छ त खोइ छिटो। त्यो फाइनली हामी चाहिँ आइसकेको छु। यो कस्तो ठुलो छ क्या उहाँ पोखरी यो चाहिँ। ओइ अरू छैन, ऊ जम्मा 3टा मात्रै आएको छ त यहाँ त अरू के होला ठिक हामीले माछा। अनि पर काँटा एकैचोटि होला नि पुरो भयो खै कहाँ। सो फाइनली हामी चाहिँ उहाँ पोखरी आएर एकछिनबाट डुबेर जाने हो। अनि गाइज टाउक पनि जाने हो एकछिनबाट। क्या दामी छ यता चाहिँ है। यहाँ चाहिँ घुम्न मेला लाग्दो हो। यहाँ चाहिँ माछा छ गाइज, माछा 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 हो गाइज। म चाहिँ यता आएर डुब्दैछु, यो फनी घुम्दैछु क्या यता। सो फाइनली हेर्नुलाई यो चाहिँ पोखरी है। यहाँ चाहिँ माछा नि हिँड्दैछ। यहाँ तल चाहिँ रातो माछा है गाइज, यो चाहिँ रातो माछा। यो पोखरीमा नि हेर्नुलाई गाइज रातो माछा। सो फाइनली यता चाहिँ दामी छ। अनि त्यही घुम्नुको लागि नै आएको हो यहाँ। यता रातो माछाहरू टन्नै छ। फाइनली गाइज पनि यहाँ आइपुगेको छु। यस्तो दामी छु, खुट्टा पखाल्दैछु। हाम्रो साथीहरू चाहिँ परबाट आउँदैछ है। म चाहिँ यता परतिर आएर बसिरहेको छु। अब सो फाइनली माथि गएर डाँडामा गएर अब फेरि हेर्नु हेर्नु रातो ब्यागदार पनि छ। सो फाइनली क्या दामी छ अरे। अब आइज 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 गाइज हामी चाहिँ यो पोखरीबाट पुगिसकेको। अब माथि टावर जाने हो। त्यसपछि चाहिँ घर जाने एकछिन बस्ने। त्यसपछि सुत्ने हो गाइज। रात पर्छ त्यसपछि 0 आइसकिसक्यो। यो कहाँ जाने बाटो मामा? हेलो गाइज हामी चाहिँ यहाँ माथि टावरमा आइसकेको छु है। अनि चाहिँ यहाँ टावर, यो चाहिँ हेर्नु ल टावर कति अग्लो छ क्या। तलतिर चाहिँ गाउँ, म चाहिँ यता चाहिँ गर्मी लाग्दैछ। खाली भएर चाहिँ गर्मी थियो नि। टावर आइसक्यो। म चाहिँ यसो एकछिन घुम्ने हो, त्यसपछि चाहिँ जाने हो गाइज। अहिले अब पाइयो यति नै। अब जाने बेलामा बस्नु त मतलब चाहिँ झर्दैछु। उरालो झर्दैछ। हाम्रो अनमलजी चाहिँ यता छ, जुत्ता नि हातमा बोकेको छ। यो चाहिँ हाम्रो केटोको खुट्टा दुखाएर त्यही भएर जुत्ता चाहिँ अलि उ गर्दैछ। ऊ अर्को नि फाल्दैछ है उसले। सो गाइज हामी चाहिँ यता पोखरीको टावर चाहिँ डुलेर आइसकेको छु। अनि तपाईँहरूलाई यो भिडियो मनपर्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। र चाहिँ भिडियो यति नै गाइज। त्यो फाइनली रात पनि परिसक्यो। भिडियो चाहिँ यति नै गाइज। ल त गाइज।